शुभ प्रभात। तरकारी के खानुभयो? म त अब यत्रो यत्रो लट्टेको साग भएपछि अब म त आज यत्रो लट्टेको साग ल हेर्नु, यस्तो राम्रो आइरनले भरिपूर्ण लट्टेको साग नटिपेर के गर्नु? हेर्नु त, यो डाँठ त झन् कस्तो मिठो पो हुन्छ यो डाँठ। हेर्नु न, यत्रो झाडी भएको छ। यत्रो लट्टेको साग दुईटा बोट टिपिदियो भने टन्नै हुने कि। यसरी भाँच्दैसी त पलाउँछ नि। ल हेर्नु, दुईटा बोट टिप्दाखेरि एक छाक तरकारी पुग्ने लट्टे के। हेर्नु न, एक मुठी नै भयो दुईटा टिप्दाखेरि। ल, म त लट्टेको साग टिपेँ होला, तपाईँहरू नि खाने भए आउनु होला। एक मुठी दिन्छु म, कोलाई मनपर्छ। मलाई त अति नै मनपर्छ यो सिजनको लट्टे। यति किन्न जाँदाखेरि बजारमा कति पर्छ? ल हेर्नु, यस्तो मोटो मोटो यति मजाको लड्डे मन परेपछि मन नपर्नेलाई छ्या होला। मलाई त एकदमै मिठो लाग्छ। यता बोडी फेरि आमा 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 आमा, यो बोडी हो कति लामो फल्या रहेछ बोडी। ल हेर्नु, बोडी तने बोडी। यता मिश्रित खेतीमा यता हलेदो कुरो, हलेदो यति राम्रो भएको छ। हेर्नु, बेसार पनि किन्दिनँ कि मैले त। बेसार यति भएपछि आफूलाई काफी पुग्छ। ल हेर्नु, लामा लामा यस्ता मजा मजाका बोडी पनि फलेछ त। ओ यता हेर्नु, यता बोडी आमा, यो बोडी के हाल्नु पर्यो? के तने बोडीमा रोग लाग्छ अरे, औषधि छर्नुपर्छ, के छर्नुपर्छ? केही न केही, औषधि न सौषधि। यसरी हलेदो बारीमा आमा आमा यत्रो भएको रहेछ। यसो भए त ट्याप्प टिपेर काँचै खान नि पाइयो नि। ल हेर्नु, बोडी अचम्मै भएको छ अहिले तरकारी त। ल हेर्नु, लगाइदिए भएको छ अहिलेलाई आजको भोलिको तरकारी। अब गेद्रो बोडी म सँगसँगै म जत्रै लामो छ क्या हो। हेर्नु त बोडी यति राम्रो बोडी 10वटा टिप्यो भने त छाक पुग्छ आफूलाई। हेर्नु, अर्गानिक बोडी फलेर यस्तो पनि भएको छ। यति झालमा झाल यस्तो छ, फलेको छ यस्तो यस्तो। कति रहर लाग्दो हो, बारीमै बसौँ जस्तो छ। घरभित्र भन्दा बारीमा पो रमाइलो छ त। आजको तरकारी त लट्टेको साग र बोडी टिपियो। यति भएपछि आजको साग टर्यो। बिहान उठ्यो, मर्निङ वाक बारीतिर।